राजनीतिमा धेरै वर्षदेखिबाट लाग्दै गर्दा आज राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फको माननीय भएर आउँदै गर्दा एकदमै धेरै जिम्मेवारी बोध महसुस भएको छ। जनताहरूले हामीलाई धेरै विश्वास गरेर आफ्नो मत प्रदान गर्नुभएको छ। त्यो भएको कारणले उहाँहरूको मतलाई चाहिँ हामीले न्याय गर्ने प्रयास गर्छौँ। तपाईँ जुन ठाउँबाट चाहिँ समानुपातिकमा हुनुहुन्थ्यो त्यो क्षेत्रबाट क्लिनसिप पाएको छ राष्ट्रपा। अझ अहिले सबैभन्दा बढी सांसद पाउने क्षेत्र पनि सम्भवतः हिसाब गर्दाखेरि 11 जना सांसद कुनै ठाउँमा छ भने रूपन्देहीमै छन् होइन। त्यो 11 जनाको प्रतिस्पर्धा भएको ठाउँ हो। अब विकास रूपन्देहीका लागि तपाईँहरू गर्नुहुन्छ कि सिङ्गो देशका लागि? हामी रूपन्देहीमा अहिले 11 भन्दा नि 12 जना सांसदहरू छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको 10 जना, राष्ट्रिय स्वतन्त्र पार्टीको 10 जना, एकजना राष्ट्रिय प्रजातन्त्र पार्टीको हुनुहुन्छ, एकजना नेपाली कङ्ग्रेसको हुनुहुन्छ होइन। त्यो हुँदै गर्दा अब बजेट आउने कुरा, विकास हुने कुरा त समग्रमा त्यो राम्रो नै हुन्छ। तर हामी अहिले विकास गर्ने, रूपन्देहीलाई हेर्ने भन्दा नि समग्र देशको लागि देशको आवश्यकता के छ, हामीले लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली, सुदूरपश्चिमदेखि लिएर पिछडिएको वर्ग, पिछडिएको क्षेत्रमा पनि हामीले चाहिँ आफ्नो सम्भावनाहरू लिएर जानुपर्छ र सबैलाई चाहिँ बराबर तरिकाले अगाडि लिएर जानुपर्छ। हिजो तपाईँको पार्टी सभापति रवि लामिछानेको सम्बोधनलाई लिएर अहिले सामाजिक सञ्जालभरि प्रशंसा छाइरहेको छ। तपाईँ पनि त्यहाँ बसेर प्रशिक्षण लिइरहनु भएको थियो। सभापतिको त्यो सम्बोधनलाई चाहिँ तपाईँले कसरी हेर्नुभयो? एकदमै राम्रो र एकदमै समय सापेक्ष। त्यतिको सम्बोधन हुनु एउटा सभापतिले गर्नुपर्ने सम्बोधन नै हो। त्यसलाई मैले कुनै अनौठो रूपमा लिएको छैन, किनकि त्यो एउटा आवश्यक पनि हो र म आफै पनि एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार अथवा सांसद अहिले हुँदै गर्दाखेरि मलाई एकदमै गर्व महसुस हुन्छ। उहाँले जुन हिसाबले पार्टीलाई नेतृत्व गरेर त्यो ठाउँमा लिएर जानुभएको छ, एकदमै समय सापेक्ष सम्बोधन। जस्तो रवि लामिछानेको के थियो त्यस्तो सम्बोधन जसकारण अहिले सामाजिक सञ्जाल होइन विश्वभरि त्यो सम्बोधनको चर्चा भइरहेको छ? त्यो 30 मिनटको सम्बोधन के थियो? तपाईँलाई के कुराले बढी छोयो? मलाई चाहिँ विशेष गरी हामीले घरिघरि बिर्सिन्छौँ कि हामी अहिलेको 84मा हुने निर्वाचन 82मा किन भयो होइन। हामी चाहिँ यसरी किन दुःख गर्न आवश्यक छ, किन देश र जनताको लागि हामी अरू बेला भन्दा धेरै संवेदनशील हुन आवश्यक छ भन्ने कुरा हामी घरिघरि बिर्सिन्छौँ जस्तो लाग्छ। तर हिजो जुन हिसाबले पार्टी सभापतिले हामी सम्पूर्ण सांसदहरूको त्यो दिमागमा त्यो हिसाबले कुराहरू राखिदिनु भयो र अहिले समय सापेक्ष रूपमा धेरै कुराहरू पनि बाहिर आइरहेको कुरालाई उहाँले त्यो कुरालाई काट्न पनि आवश्यक थियो र समय सापेक्षले थियो उहाँको सम्बोधन। जस्तो उहाँको सम्बोधनबाट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका तपाईँहरू जस्तै समानुपातिक होस् या प्रत्यक्ष ती सांसदहरूले चाहिँ लागू गर्न सक्छन् ती नियमहरू? उहाँले त भन्नुभएको छ लागू नगरेको खण्डमा तपाईँहरू बाहिर जानुहोस्, पद छाडेर जानुहोस् भन्नुभएको छ। उहाँको चेतावनी पूर्ण भन्ने कि या यो चाहिँ उहाँहरूको पार्टीको नियम भन्ने? होइन, यस्तो छ, हामी चाहिँ 182 जना सांसदहरूमा लगभग धेरै सांसदहरू नयाँ छौँ। म पनि नयाँ हो होइन। हामीले सबै कुराहरू घरबाटै सिकेर आइएको त हुँदैन, हामीलाई सबै कुरा थाहा भएको पनि हुँदैन। त्यसको लागि नै हिजो 2 दिने अभिमुखीकरण कार्यक्रमहरू पनि थियो, प्रशिक्षण कार्यक्रमहरू पनि थियो। त्यसमा हामीले धेरै कुराहरू पनि सिक्यौँ। तर मैले अघि पनि भने चाहिँ अरू बेला जस्तो यो समय छैन, अलिकति जटिल परिस्थिति भएको कारणले गर्दाखेरि उहाँले त्यो कुराहरू र त्यो चेतावनी दिनु चाहिँ जायज थियो। र हाम्रो माननीयहरू यति विज्ञ हुनुहुन्छ, फरक राजनीतिक पृष्ठभूमि नै नभए पनि फरक निर्धारित रूपमा विज्ञता हासिल गर्नुभएको माननीय भएको कारणले पक्कै पनि सभापतिले भन्नुभएको कुरालाई चाहिँ उहाँहरूले पालना गर्नुहुन्छ। जस्तो अब हुन त तपाईँको आफ्नो राजनीतिक पृष्ठभूमि छँदैछ, पास्ट मान्छेले आफ्नो तरिकाले लान सक्छ। पास्टमा तपाईँले कुन पार्टीमा राजनीति गर्नुभएको थियो त्यो पनि भुलिदिनुहोस् भन्नुभएको छ हिजो पार्टी सभापतिले। तर सम्झौँ न होइन, त्यो पास्टमा पनि तपाईँले जुन राजनीति गर्नुभएको थियो होइन, सिद्धान्त परिवर्तन गरेर तपाईँ यता आउनु भएको हो या त्यसलाई अलिकति फरक तरिकाले लानु भएको हो? पहिला अब नामै भनौँ तत्कालीन एमालेमा तपाईँ अब यो पुरानो राजनीति चाहिँ अब बिर्सिनुपर्छ जस्तो लाग्छ मलाई। राष्ट्रिय स्वतन्त्र पार्टीबाट म अब सांसद नै भइसकेँ होइन। अब चाहिँ यहाँहरूले चाहिँ पुरानो राजनीतिको कुराहरू चाहिँ त्यो हिसाबले नराखिदिनु होला। तर मैले चाहिँ त्यो कुरालाई एउटा मेरो स्ट्रेन्थको रूपमा लिन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी आफै पनि पार्टी स्थापना भएको 3.5 वर्ष 4 वर्ष हुन लाग्यो। म आफै राजनीतिक यात्रामा म हिँडेको 7-8 वर्ष हुन लाग्यो होइन। म आफै राजनीतिक पृष्ठभूमिबाट आएको मान्छे, मलाई राजनीतिक सुसंस्कारदेखि लिएर धेरै कुराहरूमा म विज्ञ छु होइन। त्यो भएको कारणले गर्दा मैले आफ्नो एक्सपिरियन्स त यता राष्ट्रिय स्वतन्त्र पार्टीमा अगाडि बढाउन सक्छु, अन्य साथीहरूलाई मैले सिकाउन सक्छु होइन। र त्यो पार्टीमा पनि मैले आफूले पाएको जिम्मेवारीहरू, मैले कुनै पद नपाएर, कुनै महाधिवेशनमा हारेर अथवा कुनै ठाउँ नपाएर, टिकट नपाएर छोडेर यता आएर उठ्या त होइन नि त। एउटा सदा कुँवर मात्र चाहिँ कुनै एउटा पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद भयो र त्यो त होइन नि। जनताले छोड्नु
त्यो भएको कारणले गर्दा मैले त्यो ठाउँमा बस्दाखेरि पनि आफ्नो जिम्मेवारी राम्रोसँगै निभाइरहेको हो। एज अ युवा पनि बारम्बार आफ्नो भूमिकाहरू राख्दै गर्दाखेरि कतिपय ठाउँमा आफ्नो कुराहरू सुनवाई नभएको महसुस हुँदै गर्दा मैले धेरै ठाउँमा बारम्बार के भन्छु भने साँपले टोक्दै गर्दाखेरि कहिलेकाहीँ हामीले औँला काटेर फाल्छौँ, हात काटेर फाल्छौँ, शरीर बचाउँछौँ नि त होइन। त्यही भएर मैले चाहिँ अब चाहिँ हामीले आफूले आफूलाई बचाउनुपर्छ भनेर मैले चाहिँ त्यो ठाउँ छोडेर म कुलिङ पिरियडमै थिएँ। तर बालेन्द्र शाह र रवि लामिछाने जस्तो यो दुईवटा खम्बा हो नि त हाम्रो देशको, दुवैजना व्यक्ति एकजुट भएर अब देशलाई राम्रो बनाउनुपर्छ, अगाडि लिएर जानुपर्छ भनेर आउँदै गर्दा त हामी जस्तो युवाहरू त हातेमालो गर्नु पर्यो नि त। त्यही परिस्थितिमा चाहिँ हामी जोडिएर आज राष्ट्रिय स्वतन्त्र पार्टीबाट अगाडि बढिरहेका छौँ। ओके, हस्, थ्याङ्क यू सो मच। थ्याङ्क यू।